राजा आऊ देश बचाऊ रे हैन। हिजो चाहिँ एकदम धेरै लाखौँ लाख जनता चाहिँ एयरपोर्टमा राजालाई लिन गएछन्। अहिले चाहिँ राजा आऊ देश बचाऊ भनेर नारा आइरहेको रहेछ हैन। पहिला चाहिँ त्यही राजालाई ज्ञानेन्द्र चोर, देश चोर, पारस गुन्डा, रुखमा झुन्ड्या भन्थे। त्यही राजालाई चाहिँ पहिला मूर्ति चोर पनि भने हैन। अब फेरि जनताहरूले भन्दैछन् राजा आऊ देश बचाऊ। किन भन्दैछन् त? किनभने हाम्रो राजनीतिक पार्टीका केही नेताहरू भ्रष्टाचार भएर भ्रष्टाचारी गरेर चाहिँ अहिले जनमानसमा राजाको चाहिँ जे होस् राजा आऊ देश बचाऊ भन्ने नारा लगाइरहेका छन्। र अब म चाहिँ के भन्न चाहन्छु भने राजाले पनि गर्ने चाहिँ केही पनि होइन हैन। अनि के हो भन्दै कुरो, यी गणतन्त्रवादी भनौँ त छोटे राजाहरूले हाम्रो देशको टाट पल्टाए। अहिले देशको झन्डै झन्डै 50% युवाहरू विदेशमा पलायन छन्। किन भन्दा यिनै छोटे राजाहरूले देशलाई बेचे, जग्गा जमिन बेचे, भ्रष्टाचार गरे, देशलाई टाट पल्टाए। हाम्रो देशमा गरी खाने बाटो, रोजगारीको व्यवस्था कुनै बनाउन सकेनन्। त्यही भएर यी छोटे राजाहरूलाई देशबाट निकाल गरेर अब ज्ञानेन्द्र राजालाई यो गणतन्त्र फालेर राज संस्था पुनर्स्थापन गरेर हाम्रो देशलाई विकास गर्नुपर्छ। धन्यवाद। ल यतिकैमा अब म चाहिँ के भन्न चाहन्छु भने अब सबैको आफ्नै कुरा हो हैन। अहिले ज्ञानेन्द्र साई, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र साईले चाहिँ 1 लाख रुपियाँ जरिवाना बुझाए भने कहाँबाट बुझाए? आफ्नो गोजीबाट बुझाए कि कहाँबाट बुझाए? पहिला एमाले बुझाउन नसकेको 1 लाख रुपियाँ चाहिँ कहाँबाट बुझाए भन्ने हाम्रो गुनासो।